अब अम्मा हो उता Hi guys, welcome back to my channel. आज चाहिँ हामी हाम्रो 4th year को बोर्ड एक्जाम भ्याइयो तर प्र्याक्टिकल चाहिँ हुन छ अझै सो हामी 5 जना जति साथीहरू चाहिँ हामी आज आँटीघर जाँदैछौँ आँटीघर होमस्टे एकदमै राम्रो ठाउँ हो लास्टै राम्रो छ कि त्यो गाउँ मैले नि टिकटकबाट हेरेर थाहा पाएको होइन पहिला नि गएको थिएँ म एकचोटि गएको थिएँ त्यहाँको एउटा छ कि प्रुन्दु होमस्टे भन्ने त्यहाँको मान्छेहरू लास्ट फ्रेन्डली खालको कस्तो अनि यो साइडमा चाहिँ मेरो भाइ हो कि इग्नोर एम है अनि म के भन्दै थिएँ प्रुन्दु होमस्टे त्यो घर चाहिँ त्यो होमस्टे चाहिँ लास्ट राम्रो हो कि लाइक गेस्टहरूलाई नि कस्तो फ्यामिली जस्तो ट्रिट गर्छ होइन अनि एकदम अफोर्डेबल छ अनि लाइक खाना नि मिठो छ अनि सब अर्ग्यानिक खानाहरू बनाउनुहुन्छ कि उहाँहरूले चाहिँ सो अब चाहिँ म त्यहाँ आँटीघर होमस्टे जाने जिप चाहिँ नदीपुरमा लाग्छ अब त्यहाँसम्म चाहिँ जान्छु म बसमा जान्छु त्यसपछि जिप लाग्छ त्यहाँ अनि मेरो साथीहरू चाहिँ बाइकमा जाने रे कोही स्कुटरमा जाने रे म र एउटा साथी चाहिँ जिपमा जान्छौँ हाई गाइस म चाहिँ त्यहीँ गएर भेट्छु है आँटीघर होमस्टे चाहिँ अलि हाइटमा छ के अलि अग्लो हाइटमा छ सो जाडो चाहिँ जाडो हुन्छ त्यहाँ सो We finally reached now at Chandigarh. हामी चाहिँ आँटीघर आयौँ ब्रदर हाई हेलो हामी दुईजना चाहिँ आइसक्यौँ अब तिनजना चाहिँ अब बाइक र स्कुटरमा आउँदै कति मजाको घाम लाएर कस्तो राम्रो No camera, please. भन्नु ल हाई मामा सन्चै हुनुहुन्छ खै त माइजू कति राम्रो छ कि आँटीघर तपाईँहरूले आउनु यो चाहिँ लाइक यो चाहिँ त्यो कस्तो जस्तो छ कि त्यो के अरे त्यस्तै भाइब दिन्छ कि वाह कस्तो राम्रो छ है आँटीघर पुरानो आर्किटेक्चरको घरहरू छ कि सबै कस्तो लाग्यो ब्रदर Totally speechless by this place, beauty. हामी चाहिँ प्रुन्दु होमस्टे जान लागेको प्रुन्दु होमस्टे त्यो होमस्टे चाहिँ झन् राम्रो हो कि एकदमै टिकटक इन्स्टाग्राममा अलि देखेको थिएँ त्यही भएर यसो भिजिट गरिदिउँ भनेर एकदमै होमली भाइब्स दिनुहुन्छ उहाँको आन्टीहरूले नि खाना त यस्तो मिठो यो मैले भनेको होमस्टे चाहिँ हामी चाहिँ यो होमस्टेमा बस्दैछौँ एकदमै राम्रो छ यहाँ कुकुरहरू छ दुईटा खतरा ब्रदर कस्तो लाग्यो यो होमस्टे हेलो ओ कस्तो लाग्यो हजुरलाई
मैले टिकटकमा जति देखेको थिएँ इन्स्टाग्राममा भिडियोहरू जति देखेको थिएँ हजुर पहिले गएको साथीहरूले पनि भन्नुभएको थियो हजुर ठाउँ चाहिँ यस्तो यस्तो छ यस्तो यस्तो रहेछ तर जस सोचेको भन्दा चाहिँ अलि राम्रो नै लाग्यो अहिले त भर्खर सुरु मात्र हुँदैछ अब हेरौँ के कस्तो हुँदो रहेछ बट आई एम रियली इन्जोइङ दिस प्लेस अ लट यहाँबाट जाउँ उत्तम लिम्बूलाई चाहिँ उसको फेभरेट फ्रुट रहेछ अम्बा अनि उसले अम्बाको रुख देख्यो यहाँ अब ऊ चाहिँ चढ्न लाग्यो यहाँ रुखमा यस यस अम्बाहरू छ तर सबै अम्बाकै बोटमा बितेको हो नि त वाउ ल हामीलाई आर्टिगर प्रुन्दु होमस्टे आएर पनि मेरो आई कुड रिभाइभ माई चाइल्डहुड ल भयो भयो ल हामीलाई अब अम्बा टिपेर खुलाउनुहुन्छ उत्तम लिम्बूजीले म त कस्तो दामी हो कि अम्बाको क्वालिटी पनि कहाँ मैले देखेको ऊ यतापट्टि हो यतातिर त कहाँ चढ्न सक्छौ आउँछु कि यता नजिकै पनि देखेको थिएँ यता नजिकै पनि छ मिठो होला हामी नि माथि जाउँ है monkey spotted vlog गरिरहेको छु yes hello say hi to my vlog hi पायो अम्बा see look खै oh my god see पोखरामा कति रुपैयाँ खर्च गरेर किनेर खानुपर्ने यहाँ त के भयो यहाँ लोकल पायो यहाँ त लोकल एकदमै फ्रेस उतापट्टि कसरी जाने हो बट सबै हाम्रै झरी जान्छ क्या हो ओइ लोडला है यसरी चढे हो ब्रदर यहाँ रुखमा माथि माथि एकदम राम्रो रहेछ तर त्यहाँ कसरी नजाऊ अलि लट्ठीले झारौँला है तर मैले पक्रेकै यता यतातिर पनि छ नि होइन र हेर त यतातिर यतातिर छ तर काँचो काँचो छ तर तिमीले त खान्छौ त्यस्तै यस्तै हो कि ऊ कस्तो लाग्यो काँचो होइन कस्तो लाग्यो अम्बा डेलिसियस चटक फेरि अर्काको इङ्ग्लिस ठोकिहाल्नु पर्छ फेरि लास्ट राम्रो देख्छ नि यहाँबाट भ्यू अहिले चाहिँ अलि बेलुकी बेलुकी हुन लाग्यो होला यति भएको त देखेछ बट इट्स सो प्रिटी यहाँबाट के गाउँ देख्छ कुन्नी अझै धान काट्ने टाइम भएर सबले धान काट्दै हुनुहुन्छ अलि बेलुकी घाम डुब्दा झन् यति राम्रो देख्छ यहाँबाट भ्यू हेर 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 ओहो उता अर्को मान्छे नै आयो हाई गाइस हाम्रो साथीहरू आउनुभयो प्रजिता कडेल नमस्ते नमस्ते ल यो चाहिँ भूमिका आले यो चाहिँ सिद्धार्थ खड्का बन्दुक पड्का इज भेरी क्यामेरा साई है ल कस्तो कस्तो लाग्यो हजुरहरूलाई आर्टिगर होमस्टे यो एकदम राम्रो छ यो प्रुन्दु होमस्टे चाहिँ आर्टिगर मौजाको एकदम राम्रो छ यहाँ बस्न पनि पाँचजनालाई कस्तो फ्यामिली आयो भने चाहिँ एकदमै रमाइलो हुन्छ साथीहरू मिलेर आयो भने एकदम राम्रो छ यहाँ आन्टीहरू पनि एकदम ठिक हुनुहुन्छ एकदम एम्बियन्स कुल खाना कुल एभ्रिथिङ इज कुल हजुरलाई कस्तो लाग्यो ओके ल सिद्धार्थ खड्का हजुरलाई कस्तो लाग्यो लाज लाग्यो उहाँलाई त्यो भनेको एकदमै राम्रो छ भन्न खोज्नु भएको उहाँको त भइसक्यो इन्टरभ्यू हजुरहरूले त मलाई पहिले नै देखिसक्नु भएको थियो ल बाई बाई गाइस म भाडा छु ओए कता हो ओएमजी दामी होम अवे फ्रम होम होम अवे फ्रम होम हामीले चक्लेट पनि पाइसक्यौँ हामीलाई अङ्कलहरू चक्लेट दिनुभयो
पनि दिनु सिधा भिडियो गर न भिडियो समात्नु कसरी समात्ने हो भन न दादा एकछिन पकेटमा राख्नु देखेछौ ठिक छ त राम्रै देखेछौ त हाई गाइस यो होमस्टे चाहिँ लास्टै होम भाइब्स छ होइन होमली भाइब्स अनि हामी यहाँ भाँडा धुन समेत बसिसक्यौँ कि यतिको होमली भाइब्स दिनुहुन्छ कि आन्टीहरूले If you are missing home, if you are missing home, you are always welcome here. बोल न अलि मिठो मिठो कुरामा भिडियो गर्दै बात गर कस्तो भिडियो र फेरि मेरो डोट सबै है वाउ के हिँडेको त्यो डोट सबै ओए हैन फेरि कस्तो यतिसम्म मात्र हो प्याटर्न है जे भयो नि इच्छा मागो थियो तिमीले आफ्नो मात्र इच्छा माग है अरूको नमाग है त्यो रेलगाडी जस्तो है म ढोग्न थालिसके के रे तारा के त्यसलाई मागेको विस मागेको के माग्यो मागे अब विस भन्नु माग्यो केही माग्यो भूमिका के माग्यो उतम इमेज कस्तो स्टारहरु पनि कति धेरै लाइट लाइट वाउ तिम्रो आन्टीले पठाएको गरेर खिचिहाल्ने हाम्रो प्र्याक्टिकल त नहोला जस्तो हो त नहोला मतलब दुर्गा प्रसाई हाम्रो लाटो मामा है एनसी हुनुहुन्छ नि हामी चाहिँ अब बार्बिक्यू गर्न लाग्यो है वाउ हामी उहाँसँग जहिले बाजी गर्दै अस्ति ऊ बेला कस्तै गाह्रो स्याङ्जामा चाहिँ हाम्रो पार्टीकै काम भयो हाम्रो फेभरेट हो जहिले हामी त्यही आउँछौँ त पार्टीकै कुन रे बिचाले त्यसै उता उता फालिदियो झन् छरिन्छ पहिला सुरु यो तातो बनाएर आफ्नोले गाए गर्यो यस्तो पनि यो सबै तातेछ नि So nice. त्यो फेरि नयाँ स्ल्याङ गाँदैछौँ है
त्यसको आँखामा क्याटराक्ट देखिरह आम्मामामामा द्याट्स टु मच यार क्याटराक्ट त नभन यार ल आन्टी आई भनिदिनुहोस् मेरो भिडियोमा हाम्रो यहाँको आन्टीले एकदम मिठो खाना बनाइदिनु भयो हामी चाहिँ अब सुत्न लाग्यो होइन तास खेल्न ओ माई गॉड नाइट टाइम स्किन केयर रुटिन जुन मेरो छैन उसको छ दाराको यो प्रुन्दो होमस्टे अलि चिजो रहेछ क्या मलाई यसलाई बिट गर्न मेरो हामीले टिकटकमा देखेर आएको होइन Hey guys, it is the next day. यिनीहरू बिहानै उठेर फेरि कता गयो भ्यू हेर्न म त उठ्नै सकेन लाइक हिजो 2 कि 1 बजे सुतेको थियो म अझै पनि निन्द्रामै छु ब्रदर सिस्टरहरू त उठेर अनि कता कता गइसक्यो म यहाँ उठ्नै नसकेर बल्ल उठेर तिनीहरू भएको ठाउँमा जाँदैछु कस्तो राम्रो भ्यू देखेछ के सो आई विल टेक यु गाइज विथ मी लेट्स गो ओ माई गॉड सन किस्ड कम फ्यामिली ऊ हो नि त यो त फ्यामिली ऊ छैन नि त हामी पुग्यौँ है यो चौर ल ऊ नाच्छ रे बाउलायो ढोरपाट रे ढोरपाट पछि हामी पिकनिक खाने है पिकनिक बाउलायो Great. Tell me where it goes. Wow. Nobody knows. Walking down the road just to walk away. They say you gotta learn from mistakes, but I've been pumping the brakes. Gonna get a little breather. 1 2 3 jump. Whatever it takes. माथि गर न हात जम्प पर्छ नि It's like I'm running a race. So car someone this place. यहाँ चाहिँ केही काम छैन त्यही हेर्दै बसेको बेलामा Oh, I'm
I'm falling in love.